ल हैन त जुत्ता गाडा टाइप यो चाहिँ साथीहरु यो चाहिँ बोइलर हो यो बोइलरबाट आगो बालेर हिट दिएर यसको हिटले पल्लरमा तितेपाती पकाउँछ तितेपाती पकाउँदाखेरि तलबाट डाइरेक्ट आगो बालिन्थ्यो भने अरु बाल्दाखेरि यो चाहिँ ग्यास मार्फत हिट मार्फत बाल्ने हो त्यही भएर यो चाहिँ बोइलर भन्छ है यहाँबाट आगो फुक्ने मेसिन हो पानी तान्ने मोटर यो बोइलरमा पानी हाल्नको लागि यहाँबाट पानी तानिन्छ माथि र यो भेसल यसले भित्र यसले घाँस मेटेरियल हालिन्छ अनि यो घाँसलाई चाहिँ उसिनेर तेल निकालिन्छ अनि तेल चाहिँ यहाँबाट यताबाट आएर यहाँले जम्प हुन्छ तेल यहाँबाट झरेर एउटा यहाँ आफ्नो भाँडो हुन्छ त्यो भाँडोमा तेल चाहिँ जम्मा हुन्छ साथीहरु तेलको अनि कस्तो हुन्छ भने म तपाईलाई देखाइदिन्छु यसले यही भिडियोको अन्तिममा तेल निस्केको भिडियो हुन्छ तपाईले हेर्दै जानु होला है त फेरि भेटौँला ल माइला भाइ आउनु आगो बल्यो अलि ल धन्यवाद दाइ ल ल लिऊ साथीहरु यहाँ भित्र चाहिँ तितेपातीको तेल निकाल्ने भाँडो यो चाहिँ यहाँ भित्र तेल निकाल्नका लागि तितेपातीको घाँस राखिन्छ यहाँनिर तितेपाती जोख्दैछन् ल्याउँदैछन् नानीहरूले ठुलो मान्छेले पनि ल्याउँदैछन् र यो तितेपातीको तेल निकालिसकेपछि त्यसको घाँस चाहिँ यहाँ यता फालिन्छ त्यो स्याउलाहरू चाहिँ भइसकेपछि यो आगो बाल्ने प्रोसेस भइरहेको छ यहाँ आगो फुक्दैछौँ
अहिले बत्ती छैन त्यही भएर यो ब्याट्रीले पङ्खा चलाउँछौँ। यो पङ्खा हो, यो पङ्खाले चाहिँ आगो फुक्छ घर। पानी खा यहाँनिर चाहिँ हाम्रो छोरीचेली साना साना भाइ बहिनीहरूले चाहिँ तितेपाती लिएर आउनुभएको छ र उहाँ दाइहरूले जोख्दै हुनुहुन्छ। अरे खाएन तपाईँ बुन्नु होइन के पो 60 पो रेखा जस्तो लागेर नि मलाई चिन्नुभयो चिन्नु भएन म चाहिँ भोजपुरको काम गर्न आएको क्या त्यही भएर
कतिमा पढ्नुहुन्छ? 11 पाथेकामै हो? ए ल सानो सानो बुनुहरूले पनि घाँस ल्याउनु भएको छ यहाँ यसो डट कापी किन्ने पैसा हुन्छ भनेर उहाँलाई चाहिँ बोयफ्रेन्डसँग बिस्कुट खाने भाउ बढ्छ कि भाउ कस्तो अवस्थामा बढ्छ भने यो घाँस हो यस्तो यस्तो आयो भने दाँत आएन भने चाहिँ भाउ बढ्छ है बढाउँछौँ हामी अरूले त हेर्नु न यो कत्रो डाँठ भने झन्नै यो मेरो बुढियाउला जोत्रो भन्दा पनि ठुल्ठुलो डाँठ लिएर आउँछन् अनि के गर्नु त्यसलाई अब हुन्छ त्यति त मुतन्सी होला सिममा ओ हामीले चाहिँ घाटा भएन हेर्नु त लु ए नि लै लै दाइ सारा खप्मे निकल्यो आना हाम्रो टिकाराम दाइले चाहिँ यहाँ टिप्पणी गर्दै हुन्छ बैदार काम मलाई देख्नु भएको थियो ए अब तपाईँहरू पनि हेर्नु ल तपाईँहरूको पनि भोलि हालिदिन्छु म कतिमा पढ्छ भाइ 3 मा कहाँ पढ्छौ लुन्थुङमा घर चाहिँ कहाँ दम्दी ललुङ हो तपाईँहरू चाहिँ कता ए भाइ हो ए ललुङ यता माथि नि ए ललुङको यो चाहिँ अहिलेको को मन्जिता चाहिँ सानो बुनुको कति धेरै बोक्नुपर्छ त अल्छी रहेछ यो बुनु त 30 केजी मात्र बोक्ने रहेछ ल साथीहरू यो चाहिँ हामीले तितेपातीको तेल निकालिसकेर यो चाहिँ यो त्यसको घाँस तितेपातीको घाँस हो यो घाँस चाहिँ निकालेर अब फालिदिन्छौँ यो त्यसरी फाल्छ अनि यहाँनिर यो मलसल पनि हुनसक्छ है अब यहाँबाट चेनपुलीले तानेर उहाँ दाइले तान्दै हुनुहुन्छ यहाँबाट चेनपुलीले तानेर झारेर अनि हो अब यो वल्ल मिसिनको झिकी हो यो मिसिनको हो यो सेतो मिसिनको यो चाहिँ त्यहाँबाट झिकियो कलर यो मिसिनको यहाँनिर आगो बलिरहेको छ यो आगो बलेर छ यो आगो चाहिँ बलेर यहाँनिर प्रेसर भएर सरी यहाँनिर यो अब 2 पुग्यो यो मिटर 2 पुग्यो यो मिटर 2 पुगेपछि हामीले प्रेसर खोलेर त्यहाँ यहाँनिर ग्यास जम्मा हुन्छ यो ग्यास जम्मा भएर यो पाइपद्वारा यो पाइपद्वारा यताबाट यहाँबाट छोरी यहाँबाट चाहिँ खोलिन्छ हामीले यहाँबाट ग्यास चाहिँ यता पठाइन्छ हामी यो भान पकाउनको लागि ग्यास यहाँबाट पठाइन्छ हामीले अब म खोल्दैछु धानको लागि गयो त्यहाँबाट अनि यो भानमा पाकेको यहाँ यताबाट यताबाट यता यो पाइपबाट
यता आउँछ यहाँबाट यहाँनिर। यो चाहिँ भित्रपट्टिको पाइपवालाहरूले अलिक चिस्याउनुको लागि पानी राखेको भाँडो हो यो भित्र अर्कै पाइपहरू छ, त्यो पाइपबाट चाहिँ तेल झर्छ। तेल झरेर चाहिँ यहाँ उयसमा उयो ट्याङ्कीमा जम्मा हुन्छ, यो ट्याङ्कीमा जम्मा हुन्छ यहाँनिर। यो भित्र तेल छ, यो ट्याङ्कीमा तेल जम्मा हुन्छ। र यसमा पानी कति के छ भनेर हेर्ने चाहिँ यो लेभल। है तपाईँको नाम? मेरो नाम चाहिँ भाइ नवराज राई हो। पाकेका तिमीमा होटल 5.5 पर्छ। ए अनि यो तितेपाती कम्पनी रहेछ। हजुर भाइ। यो तितेपाती कहिलेदेखि पेल्न सुरु गर्नुभयो र कति तेल आउँछ अनि घाँस कति जान्छ एक भानमा, यसको बारेमा विस्तृत जानकारी दिनु न। यो तितेपातीको उद्घाटन गरेको चाहिँ लगभग भयो अब जस्तो 15-16 दिन भयो। 15-16 दिनमा तपाईँको एक भानमा 3,445 जतिको 3,3500 जतिको चाहिँ तितेपाती नै जाँदो रहेछ। भानमा एक भानमा यो घाँस जान्छ। हजुर। अनि तितेपाती त हरियो हुनुपर्ने, यो त यस्तो भएको छ त? होइन, यो हरियो हो। यो बलिको भइसके पछाडि यस्तो हुने हो, पाकिसकेपछि यस्तो हुने हो। पाकिसकेपछि यस्तो हुने हो, एकदम यो पाकेको छ। यसको तेल अनि एक भानमा तपाईँको 3,035 खर्च गरेपछि लगभग आधा जम्बु तेल झरिरहेको छ भनौँ न। कुनै बेला त्यति नै झरेको छैन। त्यस्तै हो यहाँको कामहरू। अनि आधा जम्बु तेलको कति पर्नु जाँदो रहेछ त? आधा जम्बु तेलको कतिमा जान्छ हौ यो खासै यहाँ हाम्रो अविनाश दाइहरूले नै उता सेल गर्नुहुन्छ। हामी चाहिँ अब यसो काम मात्रै गर्ने हो, उहाँहरूले कतिमा बेच्नुहुन्छ। ए त्यसको बारेमा चाहिँ जानकारी भएन। ए अनि यो तितेपाती यता प्रशस्तै पाइन्छ? तितेपाती त टन्नै पाउँदो रहेछ त यहाँ चाहिँ। अब खोपमा बालबेसी दम्दी यो कता कताबाट लिएको अहिले चाहिँ स्टक राखेको छ। तितेपातीको उरुङ देखिरहनु भएको छ तपाईँलाई। ए यो परको चाहिँ तितेपाती हो, उरुङ भइरहेको छ, त्यहीबाट स्टक छ। 2 दिन गर्न ल्यायो भनेर स्टक राखेको छ। एकै दिनमा तपाईँको यहाँ 8-10 धान तितेपाती आउँदो रहेछ। ए किन तितेपाती धेरै भयो भने के हुन्छ? तितेपाती तपाईँको धेरै भयो भने यो हप्ता 4-5 दिन क्रस भयो भने तितेपाती आफै अटोमेटिक बाँचेर कुहिँदो रहेछ। ए सो त्यही भएर हामीले स्टक गरेको छ मैले चाहिँ। ए यो तितेपाती काँचो तितेपाती राख्यो भने कुहिन्छ? बाँचेर आफै त्यो पुरा कुहिँदो रहेछ। त्यो कुहिएको फेरि किलो अलिक झर्दैन भन्नुहुन्छ। ए अनि स्टक तपाईँहरू कतिजना कामदार हुनुहुन्छ यहाँ चाहिँ? अहिले हामी कामदार भनेको तपाईँको 2जना साथीहरू चाहिँ छुट्टीमा जानुभएको छ। ए हामी 2जना यहाँ काम गर्दा 2जना साथी चाहिँ छुट्टीमा भोलि आइतबार भोलि हो, भोलि आउने कुरा पो गरेर आएको। ए शनिबारको छुट्टी? शनिबारको छुट्टी। ए ल ठिक छ। अनि तपाईँले खुलाउनु मिल्छ त? तपाईँको सेलेरी कति पाउनुहुन्छ? सेलेरी चाहिँ हाम्रो यस्तै हो, लजिङ फुडिङको सेलेरी हुन्छ। अब खाना दास सबै कुरा दिएर 15-20 हजारदेखि लिएर 30 हजारसम्म दिनुहुन्छ। ए ल धेरै राम्रो। आफ्नै गाउँठाउँमा यस्तै जब आएको छ, खुसी छ। आफ्नै गाउँ घर घुरेनमा चाहिँ काम गर्नु पाउँदाखेरि कतिको खुसी हुनुहुन्छ त? अत्यन्तै खुसी लाग्छ। अब काम कतिपय मान्छेहरू होइन अब बेरोजगारी भएर त्यतिकै बसिरहेको छ। हामीले चाहिँ त्यो पाएको छौँ, रोजगारीमै छौँ। काम चाहिँ यस्तै हो, स्यान तान्ने, यो फाल्ने, लोड गर्ने, दाउरा तिर्ने, आगो फुक्ने, त्यस्तै काम हो। काम पनि इजी नै छ। ल ठिक छ, धन्यवाद। यसो यो तितेपाती चाहिँ धेरै काम गर्दो रहेछ। यो तितेपातीको तेलले चाहिँ जब यो तितेपातीको तेलले चाहिँ कतिपयलाई अब लुटो उठेर
लुतोमा दल जाने त्यो लुतो एक दिन दल्यो भने भोलि दिनमा चट्टाइ हुने होइन 100% नै त्यो चाहिँ पर्फेक्ट नै हो। त्यहाँ ग्यारेन्टीले ल्याएका छन् साथीभाइहरूले यस्तो भयो धेरै राम्रो काम गर्दछ भनेर त्यस्तो रिजनहरू आएका थियो। अनि अहिले चाहिँ फेरि यो आफै पनि त्यो तितेपातीले प्रेसर हाई हुने व्यक्ति जो जति हुनुहुन्छ होइन उहाँहरूको लागि पनि यो 1 नम्बर औषधि नै हो। एक थोपा जति 1 गिलास पानीमा ठ्याक्कै 1 गिलास पानीमा 1 थोपा हालेर खायो भने त्यसले चट्टै नै पार्छ। फेरि ग्यास्ट्रिक औषधि नम्बर 1 हो। अनि दोस्रोमा चाहिँ के गर्छ भने तितेपातीले जहाँ दुखेको कम्बरहरू हुन्छ टुटेको हड्डीहरू कता कता के फुटेको चाहिँ अब खासै त्यो उ भएन तर दुखेको सर्केकोहरूलाई चाहिँ एकदम यसले निको पार्छ। दल्नु पऱ्यो र मसाज गर्नुपर्ने हुन्छ। भनेपछि तितेपातीको तेल 1 गिलास पानीमा 1 थोपा तेल हालेर खाइयो भने ब्लड प्रेसर युरिक एसिडले एकदम काम गरो। एकदम राम्रो काम। अनि मेन चाहिँ चिलाको ठाउँमा लुतो सुते अक्रम बक्रम चिला ठाउँमा हाल्दाखेरि चट अनि फोकाफुकी यस्तो त्यस्तो आएको छ भने त्यो त्यसले 1 नम्बर औषधि त्यो चाहिँ अनुभवै गरेको होइन त? अनुभवै गरेको। यो चाहिँ मैले नै खुद गरेको पनि हो। यो चाहिँ निकै भएको छ। आज भने भोलिको दिनमा उठ्दाखेरि सबन जस्तो लाग्थ्यो। एकदम राम्रो काम गर्छ। अनि दुखेको मर्केको सर्केकोमा दल्ने। हजुर हजुर। ल ठिक छ भाइ धन्यवाद। अब धेरै जानकारी दिनुभयो। जानकारीको लागि धन्यवाद हजुरलाई। हस् नमस्कार। पनि हाम्रो दाइको च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला। हस् त। ल साथीहरू हामी चाहिँ यहाँ अब तितेपातीको तेल निकाल्दैछौँ। तितेपाती तेल यो हो। ल हाम्रो टिकाराम दाइले चाहिँ यो तेललाई निकाल्दै हुनुहुन्छ। यसरी निस्किन्छ साथी तेल यसरी झार्दैछ हामी। यो सबै तितेपातीको तेलहरू झरिरहेछ अहिले। यहाँ हामी अहिले तितेपातीको तेल थापिरहेको छौँ यहाँनिर। यहाँ चाहिँ तितेपाती तेल छ। यहाँबाट तेल झर्छ, यहाँ बस्छ, यहाँबाट तल जान्छ। यो ट्याङ्कीमा जम्मा हुन्छ। यहाँबाट पानी जान्छ भने यहाँबाट तेल निस्किन्छ। ल साथी एक जम्बो भर्यो नै आँट्यो। अब भरियो ल भरियो। एक जम्बो भर्यो। एकदम टाइट गराउनु दाजु। ल बिर्को एक भरियो। अब अर्को भर्दै हुनुहुन्छ दाइले।
अर्को जम्बो पनि भरेर है ल 2 जम्बो भयो